आज चाहिँ मामुहरूको जाने दिन हो। मामुहरू चाहिँ पेरिस जाने आज। अनि भोलि मामुहरूको फ्लाइट छ। अनि यहाँबाट फ्लाइट नमिलेर मामुहरूको टाइम टेबल नमिलेर पेरिसबाट फ्लाइट लिन लागेको हो। अब हामी फर्किने दिन पनि आइसक्यो, तर हाम्रो चाहिँ अझै 4-5 दिन बाँकी नै छ। म हजुरलाई टर्की लिएर जान्छु त्यो 4-5 दिनमा। अनि हाम्रो फ्लाइट चाहिँ भोलि छ। मामुहरू अहिले चाहिँ बसबाट पैसा बचाउन अनि प्लस टाइमको लागि अनि राम्रो मामुहरू चाहिँ बसबाट के अरे पेरिस जाने कि पैसा बचाउन अनि टाइम बचाउनको लागि चाहिँ मामुहरूले ट्रान्जिट धेरै परेर चाहिँ मामुहरूले चाहिँ उताबाट फ्लाइट लिन लागेको। हामीले चाहिँ यहाँबाट टर्की गएर टर्कीमा 3-4 दिन घुमेर अनि बल्ल हामी उता जान्छौँ। मामुहरू चाहिँ बस स्टपमा जानुपर्ने। हिजो बस स्टप पुगिसकेको थियौँ अनि हामी हिजो कताबाट यहाँ छिर्यौँ भन्ने नै थाहा पाएनौँ। तर हामी भेट हुने चाहिँ यहीँ हो। भोलि पनि हामी यहीँ आएर यो हेरेर ट्रेन हेरेर अनि ट्रेनमा एयरपोर्ट पुगेर अनि बल्ल हामी चाहिँ प्लेनभित्र छिर्छौँ। एयरपोर्टभित्र छिर्नलाई चाहिँ हामीलाई हिँड्नु पर्दैन। अनि मामुहरूलाई चाहिँ यतिसम्म त हिँड्नु पर्यो, यतिसम्म त हामीलाई पनि हिँड्नुपर्छ। बाबाहरूले चाहिँ उयो 2टा सुटकेस लिएर जानु लागेको छ हामीमा। After an hour and half an hour of struggle of pulling suitcase, we are finally at the bus station. अनि मैले चाहिँ भ्लग सुरुमा स्टार्ट गर्न पाइनँ, सुटकेस तानिरहेको थिएँ। त्यही भएर अहिले चाहिँ हामी मामबाबालाई ड्रप गर्नलाई बस स्टेसन आउँदैछौँ। हाम्रो चाहिँ युरोपमा बसको न्यू एक्सपिरियन्स हो। हामी चाहिँ फ्लिक्स बसबाट जाँदैछौँ। Flix. So they are going from Paris. Yeah, they are going to Paris because their exit is from Paris. हाम्रो चाहिँ एक्जिट यहीँबाट छ भोलि। त्यही भएर हामी चाहिँ जाँदैनौँ। हामी छुट्टै आएको, हजुरहरूलाई त थाहा नै छ। So yeah, now mom, dad and Kalu are. You're going now. You're going on a bus. Sorry. Okay. किन? Go safely. Bye baby. Enjoy your ride in Paris. Bye baby. Bye baby. See you in Vaisi party. Bye. Bye. I love you. Bye. Bye. टिकट देखाइदिउँ? देखाइदिनु पर्ने हो? Yes. जान्छु। Bye. See you in Vaisi party. Bye. अनि यो चाहिँ मामुहरूको बस हो। हामी यहाँ डिस्टर्ब गर्नु हुँदैन धेरै। अनि हामी त्यहाँ मामुहरूको चाहिँ यहीँ सिट छ। ओके बाई। प्लेनभन्दा राम्रो सिट रहेछ, त्यही भएर बसै ठिक छ बरु। बाई। ट्रेलर हजुर भिडियो बनाइसु न। हामी फेरि 2जना भयौँ। तर यत्रो दिन रमाइलो भइरहेको थियो, त्यो गोठीसँग झगडा गरेन भने त मेरो लिटरली दिनै सुरु हुँदैन होला कि। हामी चाहिँ यहाँ यस्तोबाट हेर्दै हिँड्छौँ। हाम्रो गाइडै यही हो। युरोप यसरी बन्दै गर्दाखेरि यस्तो नराम्रो यति फोरी पनि देखिन्छ। हजुर युरोप भन्ने बित्तिकै सबै चिज राम्रो हुन्छ भनेर मात्रै नसोचिसो। यहाँ चाहिँ अन्डरग्राउन्डको लागि केही बनाउँदैछ, त्यही भएर यहाँ यस्तो फोहोर छ। मेबी हुने होला, मेट्रो स्टेसन समथिङ केही बनाउनु लाग्नु होला। अनि यो चाहिँ पब्लिक पार्किङ हो, यहाँको पब्लिक र प्राइभेट पार्किङ। मामु बाबा बिनाको सफर हाम्रो हिँड्दा गइरहेछ। अनि हिँड्दा गइरहेछ। अब हामी हिँडेरै उता अगाडि जानु लागेको। मामुहरू भइसक्यो भए हामी ट्राममा हिँड्थ्यौँ।
ट्राममा हुन्थ्यौँ तर हामीलाई घुमेर एक्सप्लोर गर्न मजा लाग्छ अनि यो चाहिँ कहाँको झन्डा हो यहीँको झन्डा होला मेबी बेल्जियमकै हो अनि यो बेल्जियमको झन्डा त्यो उस जस्तो लागिरहेको छ मलाई त आज चाहिँ दिदीले घुमाउन लग्दै हिँड्छ सी लाइक्स नेचुरल थिङ्स त्यही भएर खोइ कुन चाहिँ नेचुरल पार्क भेट्टाइसकेको छ अनि हामी त्यतै जाँदैछौँ अब चाहिँ विल क्याच अ मेट्रो एन्ड देन विल गो बिकज टु लङ वक क्यान नट वक अलरेडी मेट्रोमै 55 मिनट्स देखाइरहेको छ होइन त्यही भएर मेट्रोमा जाने नजाने हिँडेर हामी चाहिँ ट्राममा चढ्यौँ त्यहाँबाट ट्राममा चढ्यौँ ट्रामबाट चाहिँ हाम्रो 3-4वटा प्रोसेस बाँकी छ हामी जान लाग्यो त्यहाँ चाहिँ ओए के अनि आज यस्तो चिसो छ अनि आज चिसोमै मैले यस्तो ओपन लुगा लगाएँ अनि तल पनि यस्तो ओपन लगाएँ अनि हामी त्यही माथि पार्कमा जान लागेको आई डोन्ट नो त्यो पार्कलाई कसरी प्रनाउन्स गर्छ भनेर तर कसरी प्रनाउन्स गर्छ भनेर थाहा छैन तर म हजुरलाई वहीँ गएर देखाउँछु एकदमै राम्रो छ अनि हामीलाई जानलाई त्यहाँ मिडीबाट होइन मिडी होइन हामी अघि कहाँबाट चढ्यौँ त्यो फुड लकरको त्यो मतलब त्यहीँबाट हामी चढ्यौँ अनि त्यहाँबाट चढेर यहाँ 15 स्टप पछि आइपुग्यौँ अनि 18 स्टप सरी अनि अब हामी फेरि अलिकति हिँडेर यहाँ बस स्टपमा आइपुग्यौँ अर्को बस लिन्छौँ बस लिएर फेरि नेक्स्ट बसमा जान्छौँ दिस इज आवर सेकेन्ड ट्राम हामी चाहिँ सेकेन्ड ट्राममा छौँ अनि यो डेस्टिनेसन चाहिँ दिदीले छानिसकेको होइन ट्रान्सपोर्टेसन यति कम्प्लिकेटेड छ हामीले 3-4 ट्रान्सपोर्टेसन चेन्ज गरेर जानुपर्छ राम्रो ठाउँमा जानलाई कहाँ सजिलै जान पाइन्छ र तर त्यो गाउँ टाइपको छ नि त त्यही भएर टाढा हो कि टाढा पनि त छ नि हामी चाहिँ यदि टाढा आएपछि के डिसाइड गऱ्यौँ भने हामी त्यहाँ नजाने भयौँ 15-20-25 मिनट यता त आयौँ तर एक्सट्रिमली चिसो छ अनि अझै 45 मिनटको जर्नी एकदमै लामो छ हामी कताबाट जाने फेरि यो स्टेसनै हामी 3चोटि झरिसक्यौँ र जान खोजिरहेको छौँ अनि तर चिसो छ अनि होस बोल नजाने आज बेस्ट पनि अब फेरि भोलि पर्सि टन्नै घुम्नै बाँकी छ नि त त्यही भएर हामीले चाहिँ नगर्ने अब एकैचोटि घर जाने डिसाइड गऱ्यौँ अनि स्पेसली किन नजाने डिसाइड गऱ्यो भने हिँड्दा सरी फोनको चार्ज त मैले देखेको थिएन अनि चार्ज मेरोमा 20% मेरोमा एकदमै छिटो ड्रेन हुन्छ अनि नानीकोमा पनि चार्ज धेरै छैन हामीलाई म्याप हेर्नुपर्छ जता गए पनि म्याप हेर्नुपर्छ कुरा गर्नुपर्छ कल गर्नुपर्छ हामीलाई चाहिँ नजाँदै ठिक होला जस्तो छ अनि किनभने भ्लग पनि गर्नु पऱ्यो हामीलाई चार्ज पनि चाहिन्छ त्यही भएर हामी यति आधा बाटो आइपुग्दासम्म सिरियसली अघिकै ट्रेनमा जानुपर्छ नि हामी चाहिँ जान लाग्यौँ 3चोटि एकै ठाउँमा ट्याप गरिसक्यो यिनीहरूले भन्दा नानी लिपस्टिक लगाएर दिन्छ ल लिपस्टिक लगाएर दिन्छु भने ल हामी चाहिँ यहाँ एकछिन उठेर अब चाहिँ घर जान लागेको एक्सट्रिमली जाडो भयो भोक लाग्यो पनि जानु परिसक्यो अनि आज चाहिँ हाम्रो लुगा यस्तो छ कि हामीलाई एक्सट्रिमली जाडो हो नि अनि घाम पनि लागेको छ नि हाम्रो बस्नु लागेको छ
हामी चाहिँ क्याबलमा उत्रिएपछि 7 मिनट वकिङ 4 मिनट वकिङ छ ट्राम जाउँ रेड लाइट छ है रेड लाइट त यता हो सरी अनि यता हो त्यसो 4 मिनट वकिङ छ तर हामी वकिङ गरेर जान्छौँ अनि आजको भ्लग चाहिँ यही एन्ड गर्छु म बिकज घर जानु पऱ्यो घरमा गएर मलाई सुत्न मन छ अब सुत्दिन्छु म त्यतिकै गरेर सुत्दिन्छु आजको लागि चाहिँ यति नै हजुर हेरेर रमाइलो गर्छु रमाइलो I am from Hassan Kassan. This is me from NG World. Also, I am the world traveler signing off. Bye-bye.